DJ लाएर अनि त्यही भएर यो गाइस फेरि भेट्यो है त। अनि म चाहिँ झाडु साडु लगाएँ भए अब मैले यहाँ पोछा लगाउँदैछु है त। अब तल अलग बाबा आउनु रहेछ तल सुझाउ 1 2 3 गो। यो गुड मर्निङ गाइस, म चाहिँ अहिले घर छु है। अनि कस्तो छ मेरो नयाँ हेयरस्टाइल कतिले हेर्नुभयो होला टिकटक यताउता, कतिले हेर्नुभएको छैन होला। म चाहिँ अहिले घरै छु, जस्ट एक्लै छु। जानु नि बिहान बिहान उठेर त्यसले काम गरेँ है। अब टक्क म काम गरेको देखाउँछु। भर्खरै मैले कोकोलाई खाना दिएँ। कोको किन रिसाएको त? खाना खाऊ छिटो आऊ भित्र आऊ। त्यसरी चाहिन्छ लगाइ। जब म टक्क काम गरेर हेर्नुहुन्छ भने हेरिराख्नु, म यहाँ राखिदिन्छु। कहिले घामै लाउँदैन, कहिले पनि यस्तो छ। कुखुराहरू भोक्का छ, यहाँलाई दिनुपर्छ। सो गाइस, म चाहिँ अहिले अलिकति व्यस्त छु किनकि अब झाडु साडु लाउनु पर्ने। पानी यो गरेपछि फेरि पोछा पनि लाउनु पर्छ। सेट ओहो दुखा भन्ने कुरा केही हुँदैन, घरको काम हो यो। मम्मी चाहिँ हुनु न उता नतिर जानुपर्छ छाम्बाएर मधुरीतिर। म चाहिँ घरको कामतिर अब झाडु लगाएर पोछा लगाउँछु। अनि कोकोलाई खाना दिएको अरे त्यसपछि कुखुरा। यो गाइस फेरि भेट्यो है त। अनि म चाहिँ झाडु साडु लगाएँ भए अब मैले यहाँ पोछा लगाउँछु है त। अब तल अलग बाबा आउनु रहेछ तल सुझाउ है। घर कोही हुनु नमाने गाइस, फाइनली पोछा पनि गरेर भ्यायो। टलक्क ठल्केको छ। त्यसपछि अब कुखुरालाई पनि लानु दिएँ, पोछा पनि भ्याइयो, कोकोलाई नि दिएँ। सो गाइस फाइनली मैले सबै काम भ्याएको छु। पोछा लाएर यहाँ पङ्खा पनि लगाइदिएको छु टक्क होइन। अनि एउटा कुरा के भन्दाखेरि अब मलाई भोक लाग्यो, अब कफी टाइम, कफी हुन्छ। अब फाइनली सब काम भ्याएको छ, कफीको टाइम हुन्छ। अनि म गर्छु अब। फाइनली सब काम भ्याइयो। अब यसो बाई बाई गाइज। अब के हुन्छ पछि अब घरबाट यसो बाहिर निस्किने बनाउँला नत्र भए बनाउँला। सो गाइज तपाईँहरूलाई थाहा नै छ, म बिहान उठेर कामसाम गरेर सब ट्याकटुक गरेर भ्याएर अब चाहिँ म यसो बाहिरतिर निस्किनु लागेको छु। क्यामेरा कताबाट साथै लागेको छु। अब म बाहिर निस्किन्छु गाइज है टक्क है। बाइक पनि यस्तो हान्नु पऱ्यो। म धेरै बाइक स्टार्टमा राख्दिनँ किनकि मैले अघि नै फुल सागर राखेको थिएँ होइन। अब म चाहिँ निस्किन्छु गाइज। हो तर घाम धेरै नरायो भने त बिचरा बाहिरतिर काम पनि हाल्दा अस्ति गाह्रो हुन्छ नि। घाम हामी बेरोजगार भइयो त यो गाइज। अनि तपाईँलाई थाहा नै छ म घर एक्लै छु होइन। अनि अब टकटुक सबै भयो, म बाहिरतिर गएर नि आइसकेँ। अब चाहिँ फाइनल्ली मम्मीहरू आउने बेला भएको छ, सबै आउनुहुन्छ होला। बुनलाई देखाउँछु, हजुरलाई देखाउँछु। अनि म चाहिँ झ्याउलाइरहेको थिएँ एक्लै बस्न नि। हाम्रो गोर्खाली दाईको भिडियो हेरेको भ्लग फेरि हेरिदिएको कि मैले अर्का खाँचेको भ्लग के अस्ति भर्खर दाई बनाउँथेँ। अर्का खाँचे टुडोर पाटन दाई आउनुभएको थियो नि अस्ति। अनि मैले यो भ्लग हेरिसकेको। यसमा चाहिँ हाम्रो अनिल सुनारहरू यसपछि हो क्या पोखरातिर आएर अनिल सुनारलाई भेटेर अनि दाई जानुभएको थियो नि त। राजकुमार कार्की 146 ब्रोसँग भेटेर यिनीहरूसँग दाईहरूसँगै हुनुहुन्छ नि त्यसो। मजा आउँछ दाईको भ्लग हेर्न। दाईको भ्लग हेरेर क्या मैले भ्लग बनाउन सिकेको। जस्तै कि भ्लग बनाउन मन लाग्यो कि मेरो हुन्छ नि त भित्रको ट्यालेन्ट बाहिर निस्केको गोर्खाली दाईले गर्दा, गोर्खाली राइगर दाईले गर्दा। त्यस्तै दाईको लागि थम्स अप यो दाई। फाइनली को आयो हाम्रो घर?
अहिले मेरो भाइ के छ मेरो भाइ यात्रा कस्तो भयो मेरो भाइ के छ कस्तो भयो यात्रा जाने बेला म गाउँकै बस्नु आबै जुते कस्तो गले गले अब आका मागा जने भाइजू आउनु हो हेलो सुट्टी के छ मम्मी खोइ त आमा आबै आकाले चोलेर गयो हो के खायो नि बाबु आमा कता हो कता गएको हाम्रो आमा आउनु यहाँ हेलो भनिदिनु त्यहाँ हेलो भयो हेलो गरिदिनु हेलो गरिदिनु यस्तो गर्नु हातले सो गाइज म चाहिँ अहिले हल्का माथितिर आएको थिएँ काम गरेर मन्दिरपुरतिर यहाँको डेन्जर भिड छ अहिले क्राउड ए लास्टै क्राउड छ भन्नाले अलिअलि अब बच्चाहरूको अब ड्रेसहरू यताउता होला नि त ल अब पछि भेटौँ ल है त ल 1 2 3 सो यो गाइज अहिले तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो मन्दपुलको दृश्य यस्तो छ है लास्ट प्याक छ आजकल यो बच्चाहरूको इक्जाम भ्याएर होला नि डिजेल आएर अनि त्यही भएर मेरो भ्लग हेर्छौ ल थ्याङ्क यू ल ल ल एकदम ल हेलो भन्दै हेलो भन्दै ल बाई फाइनली मेरो सानो सानो फ्यानहरू र बिग फ्यान ठुलो फ्यानहरू भेट्यो अनि अब म निस्केँ